रेडी छ। नमस्ते सम्पूर्णमा हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ हामी दार्जिलिङ जाँदैछौँ। दार्जिलिङको धेरै ठाउँहरू घुम्ने प्रयास गर्दैछौँ। अब समय तपाईँ पनि त्यस्तो थाहा भएन जाँदैछौँ, तर आस्थालाई चाहिँ आज प्रितम चाहिँ हामीसँग जाँदैन भनेर चाहिँ थाहा छ, तर उसलाई सरप्राइज दिनुको लागि प्रितम चाहिँ जाँदैछ। सो हेर्नुहोस् है त। चाहिँ बतासे आइसकेको छौँ। बतासेमा चाहिँ नानीहरूलाई यसो सानो ट्रेन देखाउँ भनेर चाहिँ लिएको। उनीहरूले कतिको इन्जोय गर्छ पनि थाहा छैन, तर मैले चाहिँ ल्याउनु चाहिँ ल्याएँ। कञ्चनजङ्घा देखिरहेको छु। ड्रेसहरू लगाएर फोटो खिच्नु मिल्छ यहाँनिर। सयपत्री ढकमक्क फुलिरहेको रहेछ। ट्रेन रोकिरहेछ। छिनीहरू खै त हौ सुट हुँदैछ। यहाँ दुईजना फोटो खिच्ने, एकजना चाहिँ पोज दिने। फोटो खिच्नु दुईजना। हामी महाकाल डाँडा आइसकेका छौँ। यो रह्यो भानु भवन, यो रह्यो लरेटो चर्च, यता महाकाल बाबाको ठाउँ। हौ त्यहाँ हेर टिका लाउनुको दुःखले भागेको अरे यो भागेको हुन पनि हो। बाटोको दुईपट्टि नै पण्डित बसेर सबैकोबाट टिका लाउनु अरे है। यतैबाट पनि बोलाउनुहुन्छ, उतै पनि बोलाउनुहुन्छ, कति चाहिँ टिका लाउनु। त्यही भएर चाहिँ म पनि भाग्दै थिएँ। सो छोरी पनि मेरो पछि भाग्दै थियो र उसको भिडियो चाहिँ क्याप्चर गर्न पाएँ। यिनीहरू चाहिँ लोथर्के हेर्दैछ, कता उफ्रिँदैछ लोथर्केहरू। हामी चाहिँ दार्जिलिङको चौरस्तामा
हामी गोर्खे भएर गोर्खे हाट भिजिट नगरी त हुँदै भएन, सो गोर्खे हाट घुम्दैछौँ। दार्जिलिङको गोर्खे हाट। भित्रबाट जाने हो। लाइनमा लागिरहेछ। अब हामी चाहिँ यसमा चढेर जाने हो। जाने हो। मलाई चाहिँ जूहरू भन्दा त यस्तो मन झर्दा नि मैले कुनै कुनै मलाई हाइटदेखि पुरा डर लाग्छ कि रोक पनि होइन, मलाई हाइटदेखि पुरा डर लाग्छ त। चढेँ नि त्यो ब्रिजमा। यो यतिकै वेमा छ मेरो कान मन हुन्छ त त्यो डरले होइन कि त्यो उयो भएको के त्यहाँ छ चिया अर्डर गर्नु भएको छ। प्रितम चाहिँ यहाँबाट झन् नजिक देख्छ कञ्चनजङ्घाहरू। म्याउ भेटेछ नि मेरो नानीले चाहिँ। म्याउ देख्नै हुँदैन, डग देख्नै हुँदैन। पोज दिइरहेछ फेरि त धुन्दै छ, म त खिच्दिनँ नि। अब टी टाइम। माथि चढेको खुसीलाई माया गर्नु। अब फर्केको हामी उकालो। कहाँ देखेछौ बाबु मेरो छोरीले? आजको हाम्रो दार्जिलिङको घुमघाम पनि सकियो। अरू जग्गा पनि जाने प्लान थियो तर नानीहरू पनि थाक्यो, सो मेरो प्याकिङ पनि छ। त्यही भएर आज चाहिँ हामी अब घर फर्किन लागिरहेछौँ। यसै गरी सुरुदेखि अन्तिमसम्म साथ दिएर हेर्नुभएकोमा धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा भेट्ने बाचासँग हजुरसँग बिदा लिएँ है त। थ्याङ्क यू, बाई बाई, टेक केयर।